नेपालमा छ नि प्रधानमन्त्री बन्ने, नाम पनि बालेन्द्र शाह। यो बालेन्द्र शाह हैन साथी हो, यो बाल राक्षस हो अथवा बल राक्षस। बल राक्षसलाई खुसी पार्नलाई के गर्नुपर्छ तपाईहरुलाई यदि थाहा छैन भने गुगलमा गएर सर्च गर्नुहोस् अथवा युट्युबमा गएर सर्च गर्नुहोस्। बल भन्ने, बल गड पनि भन्छ फेरि उसलाई, राक्षस भन्दैन, देउता भगवान भन्छन् फेरि उसलाई पुज्ने राक्षसीहरूले। हो त्यस्तै यो राक्षस हो, बाल राक्षस जस्तै हो, बालेन्द्र राक्षस हो। बल राक्षसलाई खुसी पार्नले के गर्नुपर्छ तपाईलाई थाहा छ? सानो बच्चाहरूलाई लगेर उसको अगाडि हत्या गरेर हैन, उसको अगाडि मासु खायो भने बल राक्षस एकदम खुसी हुने। फेरि उसलाई राक्षस भन्दैन, देउता भगवान भन्छन् फेरि उसलाई पुज्ने। अनि केटी मान्छेलाई जो राम्री छ नि, त्यो केटी मान्छेले समाएर लगेर हैन उसको अगाडि नाङ्गै यौन गर्यो भने फेरि त्यो बल राक्षस एकदम खुसी हुने। फेरि उसलाई राक्षस भन्दैन, देउता भनेर पुज्छन् फेरि। हो त्यस्तै यो बालेन राक्षस हो र बालेनलाई मान्ने पुज्ने केही राक्षसी ऊर्जा भएका झोलेहरू पनि छन् फेरि। जे काम गरे भने पनि राम्रो काम गर्यो भनेर वाइ वाइ दिनुपर्ने अरे, नराम्रो भयो भन्दाखेरि रिसाउने फेरि यिनीहरू। अनि के नराम्रो के राम्रो भने त अलिकति छुट्याउन सक्नु पर्यो नि त, तर किन छुट्याउनु फेरि हैन? भाले मतलब राक्षसी ऊर्जा भएकोहरू यिनीहरू, काम बिग्रियो भने त झन् खुसी हुने यिनीहरू हो। राक्षसी ऊर्जा भएका मान्छेहरूको मनै त्यही हो। हैन, सुकुम्बासी घर भत्काउनु पर्ला, नभत्काउनु पर्ने, यो नराम्रो काम भयो भनेर हामीले पनि यो भनेको छैनौँ। भत्काउनै पर्छ यो के सुकुम्बासी घर भत्काउनु चाहिँ हैन। जिन्दगीभर यसरी अवैध रूपमा बसेर पनि काम छैन। तर भत्काउनु भन्दा पहिला अगाडि हैन कुन ठाउँमा राख्ने हो, कुन ठाउँमा जग्गा दिने हो, कसरी राख्ने हो, अलिकति व्यवस्था मिलाएर भत्काए के हुन्थ्यो, राम्रै हुन्थ्यो हैन। एक्कासी गरेर डाङडाङ डुङडुङ भत्कायो। हेरौँ त अहिले बर्खा मास लाग्यो, कहाँ राख्ने हैन। अब यिनीहरू यो झोले छ नि राक्षसहरू, सबैलाई राक्षस बनाउनको लागि के भन्छन्, 5 स्टार होटलमा लगेर राखेको छ, खाना मजाले दिइरहेको छ, मजाले लजमा बेडमा सुताएको छ भनेर यिनीहरू फेरि भुक्छन् फेरि। तपाईहरु जस्तो हामी राक्षस बन्दैन, हामी तपाईहरु जस्तो राक्षस बन्न छैन। सबैलाई राक्षस बनाउन खोजेको हो तपाईहरुले, हामी बन्दैन हैन। केही त्यो सुकुम्बासीहरुलाई लगेर फेरि सबै छैन फेरि कतिपय सुकुम्बासीहरु त त्यही भत्काकै टरमा फेरि त्यही टिनलाई एक दुई पत्ता छापेर माथि मुनि सुतिराखेको पनि छन् फेरि हैन। अनि हेर्नु त बर्खा मास लाग्यो, कोच हैन, त्यहाँ बिमारी पनि फैलिसक्यो भनिरहेछ हैन। अनि यो ऊर्जा जो राक्षसी ऊर्जा भएको यो के सेनाहरू छ नि बालिनको, 5 स्टारमा लगेर राखेको छ, खाना मजाले दिइरहेछ, मासु भात दिइरहेछ, हेरिरहेछ। अब बिस्तारै जग्गा दिएला राख्छ भन्छ। तपाईहरु जस्तो हामी राक्षसी बन्नु छैन, तपाईहरु राक्षस हो, तपाईहरु राक्षस हो। राक्षसलाई ठिक पार्न हामी भगवान देउता बनेर आउँछौं फेरि, ख्याल गर्नु। र सुकुम्बासीका केही दाजुभाइहरू हैन त्यो पीडा खप्न नसकेर आफ्नो घर ढलेको पीडा र कहाँ बस्ने के खाने भन्ने सोचले एक दुईजना मरि पनि सक्यो र कसैले मर्न बाध्य बनाइयो, चरम यातना दिएर अथवा कुनै तरिकाले हैन तनाव दिएर कसैलाई मर्न बाध्य बनाइयो भने त्यो अपराध हो, त्यो नेपालको कानुनमा पनि छ। त्यसैले बालेन शाहले मर्न बाध्य बनायो हैन। एक दुईजना नेपाली हाम्रो दाजुभाइहरू पनि मरिसके। त्यसैले गर्दाखेरि बालेन शाहले त्यसको जिम्मा लिनुपर्छ। बालेन शाह हत्यारा हो, ज्यानमारा हो। प्रधानमन्त्री पद छोडेर उ जेलमा बस्नुपर्छ बालेन शाह, यदि नैतिकताको हिसाबले भन्ने हो भनेदेखि। किनकि कसैलाई सिधै गएर मार्नुलाई मात्रै ज्यानमारा भनिँदैन, कसैलाई
टर्चर चरम यातना दिएर हैन उसलाई मार्न बाध्य बनाइयो भने पनि त्यो हत्यारा हो। त्यसैले गर्दाखेरि बालिन शाह हत्यारा हो, ज्यानमारा हो।